अब लुगा फाटो चाहिँ बाले नारायणघाटबाट ल्याउनु हुँदो रहेछ त्यो बेलामा यस्तै हाम्रो अहिले यस्तै लुगा हुन्थ्यो कि कस्तो होइन त्यस्तो रेडिमेड सिलाइको लुगा होइन सिलाउने गाउँमा गएर आफ्नो सूचीकारले सिलाएर अनि त्यो लुगा लगाइन्थ्यो बाली घरको चाहिँ त्यो चाहिँ नेपाली लुगा कि विदेशी लुगा हुन्थ्यो त्यतिखेर यो सायद भारतबाटै आएको होला त्यो लुगाहरू नेपालमा त घरबिना भन्ने लुगा हुन्थ्यो थान लुगा लिएर आयो अनि सिलायो त्यो थोरै च्यातेर आफूलाई चाहिने जति हो 2 मिटर 3 मिटर त्यो चाहिँ जे लिन पनि घोडै चढेर जाने कि त्यतिखेर कस्तो थियो एक वर्षमा एक फेर जाने हो त्यो ठाउँमा वर्षमा एक फेर अनि त्यो लिएर आएर त्यो राख्ने आफूलाई चाहिएको त्यो चाहिँ सिलाउने लाउने लिन जाँदाखेरि चाहिँ के भन्छ अरे ल है म भोलि जाँदैछु है भनेर त्यसरी सल्लाह गरेर एउटा समूह भएर जानुहुन्थ्यो कि होइन अब जानु पर्यो भनेर जानुहुन्थ्यो बिचमा हुन्थ्यो होला सल्लाह हुन्थ्यो गाउँका दाजुभाइहरू अब मैले त्यति त सम्झिन्न है बा चाहिँ त्यो गएको यसरी जाने अरे भनेर चाहिँ तपाईँलाई कहिले लानु भएन मलाई त त्यो सानोमा त्यति लानु भएन घोडा चढ्नु भयो कि भएन घोडा त सानैमा यसो चाहिँ हिँड्न सकिनँ भने त्यहाँ बाले चाहिँ डोर्याउँदाखेरि माथि चढेर यसरी चाहिँ हिँडाउनुहुन्थ्यो डर लाग्थ्यो कि लाग्थेन घोडा चढ्दाखेरि खासै डर त लाग्थेन अलिअलि सम्म भएको ठाउँमा मात्रै बेला मात्रै चढाउनुहुन्थ्यो अनि जब घोडा चढ्दै या कति वर्षपछि फेरि गाडी आयो नि त अनि त्यो गाडीहरू देख्दाखेरि बा आमाले के भन्नुहुन्थ्यो जस्तै पहिलाको अवस्था र पछि गाडीको सुविधा भयो त्यसपछि के भन्नुहुन्थ्यो उहाँहरूले अब गाडीको सुविधा आउँदा त के भन्नु र अब बल्ल बल्ल धुलो उडाउँदै त्यो बाटोमा चाइनाले गाडी लिएर आयो 26 सालतिरको कुरा हो अनि पछि बस आएको त 30-32 सालतिर बस यातायात सुरु भयो अनि अलिअलि त्यसबाट चाहिँ यातायात गरियो पोखरा काठमाडौँसम्म हिँड्दाखेरि सजिलो हुँदो रहेछ भन्ने महसुस पनि भयो महसुस त त्यो भइहाल्ने भयो अब त्यो बेलामा अलिअलि बाटो खुलेको थियो पोखरासम्म जाने सिद्धार्थ राजमार्ग पहिला नै खुलेको थियो पोखरा अलि ठुलो बजार भइसकेको थियो पोखरा त बजार भइसकेको थियो औषधिमूलक गर्नको लागि पोखरा गइन्थ्यो त्यतिखेर औषधिमूलक गर्न हस्पिटल नै जाने चलन थियो कि गाउँघरमै गर्नुहुन्थ्यो कि कस्तो थियो के थियो सुविधा सानोतिनो बिरामी हुँदाखेरि कविराज हुन्थे यो वैद्यहरू भनिन्छ वैद्य कविराज उनीहरूले नारी हेरेर फलानु यस्तो भएछ भनेर चाहिँ पत्ता लगाउँथे यसरी नारी हेर्ने भनेको यसरी चाहिँ फलानुलाई ज्वरो आएछ फलानुलाई बेगार परेछ भनेर चाहिँ भन्थे